Hello guys, welcome to our new Beanie Blog. What do you want to say? Welcome to our new blog. Now we have to start to eating momos. अनि आज हामी मोमो खान लाग्को हैन के कुरा गर्नु यस्तो गरेर गर्नु न छ्या कस्तो नगयो हो मान्छे टर्सन दिएन नि डराउँछ मेरो दाँत के गर्ने मेरो कपाल के छ मोमो खान लाग्छु गाइस आउनुहोस् राइनीजीको लाइफमा सबले लाइफमा ब्लगमा लाइक सब्सक्राइब बढाइदिनु होला मेरो साथी र मोटु राइनीजी चाहिँ बिजी होइसिनुहुन्छ आज मैले चाहिँ स्टार्ट गर्सेको हो हैन हजुरहरूले पनि राम्रोसँग हेर्सिनु होला लाइक कमेन्ट गर्सिनु होला गरिबक्सिनु होला हैन मेरो आभार छ हैन के हो आभार भने ए मेरो आभार व्यक्ति छ हाम्रो मोमो हो मोमो यो चाहिँ किमाको भाँडा हो यो गोमी हो अहिले रुमको चाहिँ यस्तो हालत छ हैन यो पछि खाता झुके हुन्छ अनि ऊ चाहिँ गलभित्र साङ्ला मरेको छ अघि साङ्ला कुदिरहेको थियो साङ्लालाई मोटी पापीले मारिदिनु भएको हो हैन मैले त नमार्नु मोटी भनेको भने मारिदियो म के गर्ने अब हाम्रो यहाँ आउँछ पाकेको मोमो ओ सर वाउ अचार छ हाम्रो यस्तो छ मोमो मेरो साथीको प्रशंसा गर्नु न मजाले ल प्रशंसा छ हौ तपाईलाई त वर्ड्स निक्छ के वर्ड्स आर म वर्ड्स ल राम्रो मोमो बनाउनु हुन्छ एकदमै राम्रो देख्नुहुन्छ यहाँ सबै प्रशंसाको ल म देखाउँछु किन वर्ड्स गर्नु पनि यहाँ भिडियोमा आइहाल्छ नि असली राम्रो बनाउँछ कि बनाउँदैन भनेर त देखाउँदा न दादा खै त माथि भयो रहेछ आमा ओके अब हामी चाहिँ एक डल्ला छ यतातिर रहेको छ अनि यहाँ बेलिरहेको छु मैले हेलो म चाहिँ यहाँ छु म चाहिँ गुरुङजी हो उहाँ चाहिँ राइनीजी हुनुहुन्छ छु ल हेर देशेन राजा भिडियो स्टार्ट गरेको यु के हो त्यस्तो या के अब एकजना जक्स न अब यसले हाम्रो साथी नै आउँदैछ अब हाम्रो साथी चाहिँ कहाँबाट आउँदैछ उहाँको आज इभिनिङ ड्युटी परेकोले म चाहिँ होइन एउटा साथी आएको छ होइन म चाहिँ आएन भनेर प्र्याङ्क गर्छौँ ल एकचोटि रियाक्सन हेरौँ ल किन यस्तो दुध भएर मोटी त आएन यार जुत्ता चाहिँ कसको थियो नि यो मेरो तरिफ यहाँ लिएर आएको के तरिफ मसला मलाई थाहा छैन भन्ने आउन चाहिँ मैले झपसँग मोटी आएन मलाई के गर्नु भइसक्यो मसला प्राय गर्न लुगिसकेको थियो आउनु हेर्न त नआउनु त्यो जुत्ता तपाईँको तपाईँ झुकाउने जुत्ता लिएर आएको के मैले जुत्ता यस्तै छैन ओ सेम जुत्ता छैन त मोटी खान त्यो पहिले के यहाँ छ छोड्नु चाहिँ छ है मलाई वेलकम उल्टो भयो क्या वेलकम के हो त्यस्तो भनेपछि के भन्नुपर्छ धन्यवाद धेरै धेरै धन्यवाद राइनी के छ खबर कस्तो बजे आइपुग्या सेवा साथीहरू हामी आज जोडले नमस्ते टसिदेले जोजोलप्पा सबै अनि आज नि हाम्रो के छ त अर्को पोजहरू के छ दिनु त यति नै अब हाम्रो चाहिँ आजको प्रोभाइड चाहिँ को हो तीनजना नै मिना सान ओ तीनजना नै हो यहाँ होइन यहाँ थाहा छैन यहाँ हुनुपर्ने खासमा चाउचाउ झरिसकेको छ यहाँ ल मोमो फिला यसलाई इङ्ग्लिसबाट के भन्छ रे ललिपप लेग कुकुरास लेग्स काँक्रा अनि दाबडा रामेन होइन रामेन पनि छ कहिले खाने हो खाम ल अनि नपिरो म देब्रे हाल्दै थिएँ है डेब्रियल डाइने जे पनि दिँदा हुन्छ कि तपाईँ यहाँ चाहिँ तपाईँ हो जो चाहिँ सानोमा खाएर चाहिँ मेरो मैले जाना छ ओ टिसु छैन टिसु रेडी गरौँ न टिसु चाहिँ छ त खै खाऊ छे के भन्छ हौ ल्याउ न क्याक्पा ओए तिमीलाई म चल्छ यहाँ क्याकपत्ताजी म त खानै नपाएको मैले खान्न भने मैले
किन खानतिर नआउनु कहाँ खान्छ त अहिले खाएर खाने हो फेरि घाटो छ है खानुहुन्छ मलाई एउटा यस्तो चाहिने कि उसलाई पनि अप्ठ्यारो भयो क्या रातो हुनुपर्छ है अब रातो मगाउँछु एउटा तर सेतोहरू चाहिँ नमगाउनु है अब सेतो आइया पुग्छ रातोले त झन् पर्दैन हुन्छ मलाई जुत्ता पनि मलाई कमै हालेन मलाई जुत्ता पनि सेतो याद थियो है अहिले फेरि आइफिला खाँदैछु अलिकति किन अडिस ल्याएर खाएको चल खा भयो ठिक छ म अहिले म त खुला आम छु है खुला आम म मात्र अगाडि जाउँ भइरहेको पुरा आउनु ओइ फिला तर केटी तिमीहरूलाई धन्यवाद छ यार आज फिला हड्डी चाहिँ यहाँ राख्नु ल यस्तो खुवाउनु लागेर पकाउँछ राख्नु ल अब हल्लिनु के हुने नहल्लिने मलाई त अघि लाग्दै भुटुक्कै भएको किन? थियो पकायो पुरा लगाउनु नजरी खुट्टा पसाएर दामी भइरहेछ यार अब भरे फेरि यो ब्ल्याङ्केट चाहिँ मुखमा जान्छ मैले अड्दैन भोलि देखाएको छु भरे मात्रै गर्नु है धुए मात्र अड्छु यार मलाई के अरे नुकुरे निङ्गोमा दिन्छ हामीलाई यो हेर्नुहरू यहाँ सक्दैन त हाल्नु आएन कोही यो त एउटाकै हाल्नुपर्छ कुरिनिङमा यो लानुपर्छ हो त्यो पनि लाने क्या फुटा पनि कहाँ छ कुरिनुको उता छ हामी कसरी बोकेर लाने साइकलमा सक्दैन है टाढो छ भगवान बनाएको छ तिमीहरूलाई त किन धन्यवाद कमाइ नि धेरै धेरै धन्यवाद दिनुपर्छ मैले चाहिँ सुरुमा कसले खायो भन त हामी नखाने भन्ने मान्छेले नपकाउने भनेको तर पछाडि छ पायो भने मोटीसँग चाहिँ घुम त अलिकति उन्नौ गर त नदुब्लाउँछ कि है खबर जेटे खान्छ खवाए मेरो तर्फबाट केटीहरू हेर आरिगातो चम्चाले खाएँ मैले जेले खायो खुट्टाले सक्छ नि खुट्टाले खाँदा नि हुन्छ मलाई हातले खाएको होइन खाँदा खुट्टाले सक्छ भने नि खाऊ होइन तर जिन्दगीमा यो टमाटर चाहिँ नखाऊ यार हो क्या थापा बस्नु पर्थ्यो क्या बिचमा म देखिरह बिचमा बस्या बाटी भएर है कस्तो छ है धन्यवाद क्या थ्याङ्क सो मच मेरो 5 सेकेन्डको दुर्माको काटा छ 18 मिनट चाहिँ सक्छ त कसैले सक्दैन नि फेरि मान्छे भोकले टाउको चाउजो खाँदेर खाएको दुईजना दुईजना खायो हिजो पनि हामी त के खाएको है पानीपुरी दुईजनाले तपाईँले फोन गरेर त उठाउनु भएन है छ है दुईजनालाई के हुन्छ क्या नेपालमा एउटा दिदी हुनुहुन्छ नि उहाँ कहाँ हो जहिले मुखबङ गर्नुहुन्छ नि उहाँ त कति खानुहुन्छ है दाँत भच्चा केटी हो गोर्ने दाँत भच्चाको रुङमाङ भयो ल उहाँ चाहिँ होला कस्तो छ मोटी छ कि मोटे मोटे चाहिने हो बच्चा नि छ रुङमाङ क्या रुङमाङ ब्लक बिन्दु र दिदीले कपाल पनि स्ट्राइक गर्नु भएको छ है कलर पनि लाउनु भएको छ मेरो बहिनी बिनिता हो सरिता कुन एउटा दाँत बहिनी भयो मेरो उयो यहाँ कहाँ ठोक्यो भने थाहा हुँदैन कहाँमा ठोक्छ यसरी घुँडामा त के हो त्यो होइन हतार हतार हुन्छ नि ठोक्छ होइन थाहा हुँदैन कि ठोक्राउनु त मुख छ क्या यहाँ ममा आउँदा त्यसो भयो गफमा धेरै मैले पुऱ्याएर रामेन त मैले छोएको नि छैन मैले खाएँ छुन मन लाग्छ खान्छ कि छुन मन लाग्छ नि तँलाई राम्रै खानु खानु मिलाउँदै राखेको क्या फर्काउँछ यार मेरै मासु त हो किन नसक्दा न होड के हो के त यार भर्खर भेट भएको जस्तो लगाउँछ त यार अन्त भर्खर भेट भएको नि यहाँ क्या राज लाग्छ अनि के हो त्यो वेट लक हुनुपर्छ कि मोटी मेरो जुस ल्याउँछ अब म त फोर्स गर्दैन डाइरेक्ट धेरै आयो अब जे पनि गर्नु हो कि अहिले भनेको आफ्नो मर्जीले खानु है कस्तो अलि निल्नै नसक्ने टाइपको रहेछ क्या त्यो जुस लास्टै रहेछ क्या मैले हेरेर आमा जाँड चाहिँ सिस्टरहरू जाँड चाहिँ जाँड हो होइन
गाडो गाडो होइन गाडो यो जुस त नि जहाँ जस्तो छ त नि निन्नु नसक्ने क्या थापा म त खाएँ थिएँ थाहा पाएँ त नाडो नहुनु है रगत पर्छ भने थाहा छैन तलबाट गफ भइसक्यो जाँच जस्तै छ है कस्तो जाँच तपाईँले खाएको छैन हो चिने थापा थाहा छ जाँच जस्तै रहेछ खोइ जाँड हो क्या हाम्रो निगार त्यो निकाल मनपर्छ पर्दैन ल भन्नु तँले म त मन पर्थ्यो टाउकै त उनीहरू खान्थ्यो दाउरा अनि यो जड जाँड त खानु नि त नि है दाउरा बोक्न जान्थ्यो दाउरा बोकेर आउँदा त अनि दुईजना मरो साथी त मातेर है अनि त्यतिखेर चाहिँ अलिक उसले पनि नि ओइ मेरो त फोन आएर भनेर त मास फोन हेर्छ फोन आएको रहेनछ मेरो पनि ओइ मेरो फोन आएर फोन हेर्छु त त्यत्रोको फोन पनि छैन म्याच पनि छैन त्यो खाएको तालमा बिचरा यस्तै हुन्छ ए रन तनेर लरी बढी गरेर हाँस्थ्यौँ हामी त गाउँघरमा क्या रमाइलो के ए खाऊ न यार रामेन पनि खाऊ न ओइ रामेन भन्ने चिजमा चाहिँ मेरो आँखा गएन है तँ लास्ट अवस्था पुग्नु भएको अहिले त खान्छु भनेर त्यो त पकाउने बेला नाटक पुरै ब्रेन गराउनु सक्दैन म त सब रामेन खाइन्छु म आफै खाऊ म त रामेन त छुन्न ल म त अब म जे पनि पुग्यो अब कस्तो जिन्दगी है भोडा एउटा खानु पाएन यार त्यो खाँदै गर्दा गर्नु पर्दैन बिचरा तपाईँले पर्खेको सँगै खाम भएर क्या कसलाई मिस गरिरहेको छ अहिले तपाईँले लगाटे भन्नु न कलर मिन्स कसलाई सम्झिरहेको छ मिस म त कसैलाई नि इङ्ग्लिस बुझ्दैन यहाँ यिनीहरू कति पर्या इङ्ग्लिस बुझ्दैन त्यो मिस भनेको तपाईँ कति पर्या म 5 क्लास पास भएको कति फेल भयो तिमी म 5 जति फेल भएको इङ्ग्लिस बुझ्दैन यहाँ यस्तो छ इङ्ग्लिस बोलेर हुन्छ त नि हो कि म त बुझेर गएको कस्तो हाल्दो छ तपाईँ त ट्यालेन्ट भनेर थाहा पा म होइन ओइ अहिले म मजा छ ओइ नयाँ लुगा लगाएको छु के हो के बस म यहाँ टाछु नटा चाहिँ खान तपाईँ बच्चा हो म त म यस्तो छुने छुने अवस्था भएको छैन ठुलो पनि छैन अब खाँदैन थाहा छ ऊ बोल्छ मात्रै ओ नो ओ नो नो ओ म पेट भरेको अब यसलाई ओ नगरेर ओथ्रा बोक्ने बेला भइसक्यो तपाईँ चाहिँ के हो सेतो लुगा चाहिँ ठुक्क थाहा तपाईँकै काम हो यो त अब ओ दिदी म आफै कति के गरेर तपाईँले कहाँ टाँस्छ मैले के गरे यो एउटा मान्छे त मर्छ है अझ मैले त केही भएन बिचरा उहाँबाट नमस्ते गरिरहेछ बिचरा छिटो खा भनिरहेको नमस्कार हजुर नमस्कार शुक्रिया वेट ओए मोमो चाहिँ बोल्दा त हुन्छ होइन फिला पनि खा यो रामेन नै सघाउनु पर्छ भोलि रामेन त म सक्दिन्छु रामेन त म भन्नु म त भोलि मलाई त रुनु मन लाग्यो किन नराम्रो यहाँ त हावन त हुन मन लाग्छ के भयो थाहा त त हेर्नु मेरो उडाउ यही छ प्लिज के त त्यस्तो नराम्रो म आउँदैन भन्छु म मात्र भन्छु तपाईँ सिलाइ किन जानु कि त्यो भटपटे दाइ होइन सिलाइ गरेर भन्नु म सुतेको या तपाईँ म कान खुसीको कुरा भने मेरो लाइफमा खाए मान्छे चिमर्छ चिमर्छ नि मन लाग्छ मन कस्तो दुख्छ त्यो कुरा म चाहिँ गएँ त होइन त्यो मर्याएको लुगा लगाएर ठिक छ दिदी व्हाइट कलरमा उज्यालो हो ओइ भनेर राम्रो के चाहिने के आफूलाई थाहा भएको त रातो भएको भए म त जल्थ्यो होला मलाई त मगाउने रातो कलर भएको भए म मन पऱ्यो भुटुक्कै हुन्थ्यो म त बिचमा म त चिप्ले किरा भएर छ घरि यता घरि उता अनि के भन्दैछ मलाई ओके ए म खाँदै बस्छु ल थापा दुईजना के भन्छ बुझ्यो कि नबुझ्यो म यहाँ के भन्यो मैले भन्नु त प्राङ गर्ने मलाई खासो खोजेको नभने सानो भन्नु पर्दैन थापा त खतम रहेछ यार खत्तम छ क्या यो त नचिकन मगटी भयो थापा यो त कस्तो अरठो भइदियो भाइ अर्को राम्रोसँग खानु राम्रो खान्न छानेर खाऊ
यस्तो छ तातो अहिले भोक लाग्यो कस्तो खान मन लाग्यो खान मन कसम अहिले त मलाई नि देखेन लाग्यो टिसु सक्यो कुन आमा तिम्रो त हामी ढक्कै गरेर छ हो तलगार भयो चाक दुख्यो ढाड पनि दुख्यो चाप पनि दुख्यो म यस्तै हालिदिन्छु उयो वाखालाई त उम्छु है ए फेरि कामकै कुरा आयो घुमेन साथीहरूले हाम्रो अब हातैतिर पर्छ के मलाई फर्स्ट हाथ्यो हो स्टेक दासाई होइन के साह्रो मिठो भएको हो त रामेन अघि त छैन भन्थ्यो त म रामेन छुनै छुनै भने तपाईँ यहाँको मान्छेको कुरा विश्वास गर्नै गाह्रो छ कि भने मैले कस्तो मिठो छ भाइ थापा भिडियो हेर ल म रामेन सुनेर कतिचोटि भनेको पेट यत्रो ठुलो छ धेरै यस्तो भन्दा हामी खाँदा उसले नै खाँदैन है मैले होइन म तपाईँहरूलाई खाएर दिएँ हेर्न होइन म पुगेर म के भन्दा मेरो बानी त्यस्तो छ है ल भन्छ खत्तम मान्छे म त पुरै भइरहेको म चाडिदिन्छु ओ यस्तो नै हुन्छ खाने मान्छेहरू यहाँ मोमोहरू म त बुढी भयो ढाड दुख्यो त्यहाँ अघि आएको थिएन भने मैले नि अनि त्यहाँबाट तपाईँहरूले चिया गरिदिनुहुन्छ भनेर अनि म त उता चिया चाहिँ मैले हालिदिएको सिमिजु र ओमोलीको ओछ्यान तान्यो फेरि बेलुका बिर्सिन्छ होला भन्ने क्या त ओछ्यान तानेर देखेर न कोहीले नन स्टप दिइरहेछ हामी बोल्दै बोल्दा फाइदा भइरहेछ खाओस् न के हो साँच्चै है त लाटी हो तपाईँले जो यसो दिनु त कम दिन्छ ल 1 2 3 त्यसपछि म दिन्छु ल पाली पाली तपाईँ दिनु भयो म त 100 मा 100 हो तपाईँ अगाडिको सकाउनु मन उयो लुगा बिगार्नु मन छ छैन ऊ अब रुल्स फलो गरेको के मुखङको मोटी बोल्नु कस्तो चाहिँ हापा मान्छे खत्तम रहेछ क्या अहिले आएर मलाई ठिक लाग्नु छोड्यो साँच्चै नै अरू तिमीलाई के लाग्छ भने खत्तम हो क्या चुप लाएर घिच बोलाएर घिच कस्तो राम्रो शब्द नेक्स्ट वान्स मोर है मेरो कुरा काट्दै किन उसलाई घिच भन्दै गर्नु उनीहरू बल दिइरहेको छ अब के गर्ने यस्तो त मैले चाहिन्छ है चाहिन ल म ठिकै लाठी हो तपाईँको साथी नहुने नै रहेछ दिउँ दिउँ तपाईँ जाने सुत्नु तर मलाई पिरियड नभएको चाहिँ हुन्छ क्या यो केटीले जाऊ भने त यहाँबाट आउट भन्दा नखाने जानु थाहा कहाँ सुत्नु जाँदैन नआगे म बसेको बेलेको नखाने रे मान्छेहरूले खाएको छ हाँस्या छ बोले डिस्टर्ब गरेर यो पनि मेरो इन्टरटेनमेन्ट हो नि त आउट गर त आउट आउट गर है म चाहिँ गर्दैन है फेरि तिमी आउट गर अनि बस्ने तिमीले सक्दैन भने बरु म आउँछु तिमीले सक नि सकाल अनि हामी तिमी र म हेर्ने कि ल म यहाँ मात्र खान्छु ल प्लिज उसलाई डिस्टर्ब नगर न खान्छ कि उसले थाहा बहिनी प्लिज म बिला खाँदैन कि एक गाँस खानु अनि फिला नखानु एकै गाँसमा खानु यो अनि यो एक गाँसमा खानु भने फिला खानु डल्ले बहिनी म यो घाँसमा खान्छ बिला खाँदैन ल ल ल डल्ले बहिनी पनि कालो देखाउनु मासाला आफ्नो मर्जी हो नि त यार होइन एक घाँसमा खायो क्या त्यो झार्नु भएन ल भएमा जानुहुन्न निलाएकै छैन नि त निल्छ अब निल्न देऊ आनन्दले खानु फर्स्टमा चाहिँ के अरे म त तिम्रै हुन्छु बरिलाई ट्राई गर्नु गर्नु न गर्दैन त गरिदिनु गर्नु न दिदी छ कस्तो छ त अहिले यहाँ कम्पिटिसन आज नगर्नु ल अत्तिकै न अत्तिकै ल ल छ गर्नु ल गर्नु यो त अचम्म भयो होला तपाईँको लागि त मजाले 12 बजी फेरि पकाएर खान्छ कि बनाएर खान्छ नि त तपाईँहरू त फर्स्ट टाइम खाएको होला है 12 बजी म त सुतेर कति निद्रा पुगिसक्यो अनि त्यसमा लास्ट साथीहरू हामीले चाहिँ यो खाइसकेन उसले त झन् खाँदा नै खाएन मैले त धेरै खायो यहाँ यति धेरै थियो यो त अघि फर्स्टको त यहाँ देखेकै थिएन क्या मैले ताने अब फर्स्टमा लास्टमा किन यस्तो ज्ञानी भएको हो र
ल अब हाम्रो भिडियो चाहिँ यति लामो भएछ अब काटकुट गर्दा कत्रो हुन्छ कति मेमोरी नै फुल बजे भएछ रातको 12 नै कटिसक्यो है हामीले कति बजे खाइरहेको छौँ भने नि बुझ्दै खाने टाइममा खाएको टाइम देखाउँ भनेर आमा देखेन होला ऊ तपाईँको मोबाइल ल्याउँदा 12:43 भनेपछि बुझ्छ क्या नजबार देखाउँ त अब हामी झन्डै 1 बज्न आँटेछ हाई गर्नु हेलो ल आज नि तपाईँले भिडियो इन सुरु गरेको अब भिडियो इन गर्नु हेलो साथीहरू सबैलाई अब हामी अहिले निन्दाले मार्दै भनौँ रातिको 1 बज्न लाग्छु अनि खाना लाछु होइन क्या लाछ खाइसक्यो रातिको 1 बज्न लाग्छ र पनि हामीले खाना खाइरहेको छु अनि कस्तो भयो त आजको दामी भयो म त तिमीहरू दुइटालाई धेरै धेरै धन्यवाद दिनुपर्छ ओके यसरी कामबाट थकित भइरहेको बेलामा यसरी पकाएर तपाईँ पनि धन्यवाद खानिदिनु हिजो सामान किन्न पाएन अनि आज उहाँले सामान किनेर राखिदिनु भएको मैले पनि धन्यवाद त्यो चाहिँ धेरै धेरै धन्यवाद होइन मैले चाहिँ तिमीलाई धेरै मैले चाहिँ म त लास्ट सो भने त्यही हो हाम्रो राइनीसँग भेट हामी भयो महिनामा एकचोटि चाहिँ जसरी पनि भेट्ने गर्छौँ किनकि आउट के अरे निन्द्राले अब बाहिर आउट कन्ट्री कहिले कहिले के भन्नु गेदरिङ गेदरिङ कहिले कहिले हामी ग्यादरिङ गर्छ साथीहरू सम्झिने मान्छे भन न हामीले भनिसिनु न भन्छौँ न भन्छिनु न आएन भन्छौँ होइन के भन्छौ ओए सुन्नु भनेको अब ठुलो मान्छेलाई सुन्नु न भनिसियो न के तपाईँ के अरे स्टेजमा भाषण लेक्चर दिन गए भन्छौ कोही भन्छ के भन्छ होला म त खै देथिनको सँग हो कि तपाईँले भन्छु भनेको अनि एउटा केपी ओलीजी भन्छु भनेर उहाँ भन्न आउँछ होइन त भन्नु भनिसियो भन्छ क्या त्यही भने तपाईँलाई सुनाउनै फेरि प्रुफै चाहिन्छ भने अनि खोइ भन्छु र यो भन्छियो उहाँले चाहिँ भन्नुभयो भनिसिनु अनि हामी दुईजनाले चाहिँ भन्छ भनिसियो अब के हो कुन चाहिँ राइट हो हामीलाई थाहा छैन होइन कमेन्ट गरिदिनु होला हजुरहरूले होइन त्यसमा हामी इम्प्रुभ गर्नेछौँ इम्प्रुभ गर्ला मलाई होइन म पनि त्यो भित्ताको चित्र त देखेन हो आफूलाई यो चाहिँ हाम्रो देचेनलाई एउटा बुढीले उसलाई बनाएको पिक्चर हो देचेनको पिक्चर बनाइदिएको हो एउटा बुढीको सम्झना म चाहिँ नाच्दै नआउने खत्तमै रहेछ म चाहिँ मनको डेर तिमीमा त्यसरी भरि लै मेरो मेमोरी फुल भयो क्या तिम्रो मेमोरी कि मोबाइलको मेमोरी मोबाइलको मेमोरी फुल भयो तर मेमोरी त यहाँ छ त नि अन्त नि ओके अलि कुरा चाहिँ राम्रोसँग गर्नु है कमन सेन्स छैन क्या कमेन्ट चाहिँ मेरो फोनको मेमोरी फुल भयो त्यही भएर हामी चाहिँ भिडियो गर्छौँ साथीहरू बाई 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 गर्नु सर त के श्रुतिको म ठुल्ठालाई गर्छु बाई बाई ए सरी नेक्स्ट मन्थ वन्स देऊ न सबैले बाई